सबभन्दा पहिला चाहिँ मैले आलु लिएँ, त्यसको बादमा यसलाई धोएर कुकरमा हालेँ अनि उसिनेँ, यसलाई ताछेर राखेँ अनि टकटक काटेँ। त्यसको बादमा मैले हल्दी, रङ खुर्सानी, आलुको रङ हालेर घोलेँ। त्यहाँबाट तेल हालेँ अनि कालो जिरा हालेर त्यसलाई तड्का लगाएँ। त्यसको बादमा त्यो काटेर राखेका आलु हालेँ अनि एकछिन चलाएर फेरि त्यो काटेको आलुलाई हालेँ। त्यसको बादमा एकछिन चलाएँ, बेसी पनि चलाउनु हुँदैन किनभने आलु टुक्रा टुक्रा हुन्छ। एकछिन चलाएर फेरि अलिकति पानी हालेर यसलाई छोपेर एकछिन उबाल्नुपर्छ। त्यहाँबाट टक्क ग्रेभी हुन्छ। त्यसको बादमा खानुको लागि रेडी भयो तपाईँहरूको आलु। अन्तिमसम्म हेरिदिनु होला। थ्याङ्क यू भ्युवर्स।